यो च्याप्टरबाट इक्जाममा आउने भनेको चाहिँ अब्जेक्टिभमा 2 क्वेसन आउँछ र सब्जेक्टिभमा 1 क्वेसन आउँछ। यसमा मार्क्सको कुरा गर्ने हो भने 4 मार्क्स चाहिँ अब्जेक्टिभमा आउँछ, 5 मार्क्स चाहिँ कहिलेकाहीँ एउटा क्वेसन पुरै दिएको हुन्छ, कहिलेकाहीँ के गर्छ भने जोडेर दिन्छ, चर्पीसँग जोडेर दिन्छ, अर्को चाहिँ हाम्रो सरसफाइ प्रणालीसँग जोडेर दिन्छ र कहिलेकाहीँ के गर्छ त एउटै एउटै सिङ्गल नै दिन्छ यहाँबाट है। 5 मार्क्सको सबै गरेर यसमा चाहिँ 9 मार्क्सको चाहिँ के त प्रश्नहरू सोधिरहेको हुन्छ। त्यो भएर हामीले चाहिँ आज यो च्याप्टरमा सब्जेक्टिभ प्लस अब्जेक्टिभ सँगै हेर्नेछौँ अनि यसमा चाहिँ पुरानो क्वेसनहरू पनि गर्नेछौँ र सोध्न सक्ने क्वेसनहरू पनि हामी सोल्भ गर्नेछौँ। डिफाइन टोटल सेनिटेसन, राइट द इट्स निड्स एन्ड इम्पोर्टेन्ट भनेर भनेको छ। पूर्ण सरसफाइ भनेको के हो र सरसफाइको जस्तो आवश्यकता र महत्त्वहरू उल्लेख गर्नुहोस् भनेर भनेको छ है। कहिले सोधेको हो त्यो? 2082 2 महिना 24 गते लुम्बिनी प्रदेशमा चाहिँ खापा सटेललाई सोधेको है त। खापा सटेललाई सोधेको यो प्रश्न। व्यक्तिगत घरायसी र वातावरणीय सरसफाइको समष्टिगत रूपलाई नै सरसफाइ भनिन्छ। अब छोटकरीमा चाहिँ हामीले यसरी एन्सर लेख्दाखेरि पढ्न त हामीले पढ्छौँ, पढ्न त हामीले धेरै पढ्छौँ होइन, तर हामीले लेख्दाखेरि चाहिँ हामीसँग समयको अभाव हुन्छ। त्यो भएर छोटकरीमा लेख्ने हो। व्यक्तिगत घरायसी र वातावरणीय सरसफाइको समष्टिगत रूपलाई पूर्ण सरसफाइ भनिन्छ है त। अब कसरी लेख्ने भन्दाखेरि अब यो हामीले एउटा वाक्य यो लेख्यौँ है त। यो वाक्य लेखिसकेपछि अब हामी अर्को वाक्यमा के लेख्छौँ त? खुल्ला दिशा मुक्त क्षेत्र घोषणा पश्चात यसको दिगोपनाको लागि सञ्चालन गरिएको अभियानलाई के त पूर्ण सरसफाइ अभियान भनिन्छ। यो पनि हामीले इन्क्लुड गर्नु पर्यो होइन। अनि अर्को पोइन्टमा यसरी पोइन्टमा लेख्नुलाई है त। नेपाल नेपालमा सरसफाइ प्रतिबद्धता सन् 2005मा र खुल्ला दिशा मुक्त राष्ट्र घोषणा, यो 73 भएको रहेछ, 76 हो है साथीहरू। उम्, 76 76 6 महिना 13 गते। अर्थात् यसले अङ्ग्रेजीमा सोध्यो भनेपछि हाम्रो चाहिँ के हुन्छ भने सन् 1900 के अरे सरी सन् 2019 सेप्टेम्बर 30, यो दुवै एकदमै महत्त्वपूर्ण छ है साथीहरू। दुइटै दुइटै डेट हाम्रो सोधिसकेको छ, लोकसेवाले सोधिसकेको छ दुवै। कहिले चाहिँ हाम्रो साल सोधेको छ हामी त्यो अहिले तर हेर्छौँ है, कहिले कहिले सोधे रहेछ भनेर। कहिलेकाहीँ हाम्रो के सोध्छ त, अनि गते सोध्छ, महिना सोधिदिन्छ हाम्रो चाहिँ है। यो कुरालाई हामीले याद गर्नु पऱ्यो है। अहिले नै यो पढेको कुराहरू अहिले नै याद गरिहाल्नुपर्छ क्या। अब जस्तो आवश्यकता र महत्त्व, अब यस यति यति मात्रै लेख्नु साथीहरू। जस्तो धेरै टाइम हुँदैन हामीसँग, 5 मिनट्स अथवा 7 मिनट्सभित्र हामीले भ्याउनु पर्ने हुन्छ। एउटा वाक्य यो भयो अनि एउटा यो भयो मेन मेन टपिकहरू, मेन मेन कुराहरू। अब जस्तो यसले चाहिँ सरसफाइको के उ गर्यो, सरसफाइ यहाँ त पूर्ण सरसफाइ सोधेको छ, तर यहाँ सरसफाइ यसको चाहिँ पूर्ण सरसफाइको चाहिँ परिभाषा आयो। अनि त्यसपछि यहाँ तल के आयो त अनि पूर्ण सरसफाइको अभियानको चाहिँ डिफिनेसन आयो। अनि त्यसपछि अर्को कुरा के आयो भन्नुहुन्छ भने जुन सबै कुराहरू यसमा समेटिहाल्यो। नेपालमा सरसफाइ प्रतिबद्धता सन् कहिले भयो? 2005मा भयो। सरसफाइ प्रतिबद्धता नेपालमा, यो हिस्ट्रीको कुराहरू पनि समेटियो। र अर्को कुरा के समेटियो भन्नुहुन्छ भने खुल्ला दिशा मुक्त राष्ट्र घोषणा हाम्रो त्यो डेट है। यो हामीले दुइटै डेट याद गर्नुपर्छ। अनि शौचालय दिवस कहिले मनाइन्छ भनेर पनि सोधेको छ है साथीहरू। असोज 13 गते अथवा सेप्टेम्बर 30 है। यो कुराहरूलाई हामीले के अरे सरी यो हाम्रो यो खुल्ला दिशामुक्त क्षेत्र राष्ट्र घोषणा है, खुल्ला दिशामुक्त क्षेत्र राष्ट्र घोषणा कहिले भएको थियो? 2076 6 महिना 30 गते। अब 2 नम्बरमा छ वाट डु यु मिन बाई इन्भाइरोमेन्टल सेनिटेसन भनेर भनेको छ। अ क्लिनिङ अफ द हाउस, बीमा छ क्लिनिङ अफ पब्लिक प्लेस, सीमा छ क्लिनिङ अफ वाटर सोर्स, डीमा छ अल अफ द एबभ। ल यसको कमेन्ट गर्नुहोस् त। पहिलाको बी, तर पहिलेको 5+2 हुन्छ सर। यो पुरानै क्वेसन हो है त सरस्वतीजी, पुरानै क्वेसन हो, त्यो सोधेको क्वेसन हो। डी भन्नुभएको छ एकराजीले। ल ठिक छ है, सबैजना साथीहरूको चाहिँ डी आएको छ।
डी नै हुन्छ है त। ल अर्को 3 नम्बरमा छ वाट आर द इन्क्लुड इन टोटल सेनिटेसन भनेर दुईचोटि सोधेको छ। 2080 र 2071मा चाहिँ पिएससीले सोधेको छ है साथीहरू। पर्सनल सेनिटेसन, पर्सनल एन्ड हाउसहोल्ड सेनिटेसन, अनि सीमा छ पर्सनल हाउसहोल्ड एन्ड इन्भाइरोमेन्टल सेनिटेसन, डीमा छ नन अफ दिस भनेको छ है। के हुन्छ यसको एन्सर गर्नुहोस् त। 3को सी भन्नुभएको छ उमेशजीले। ल सबै साथीहरूले ल कमेन्ट गर्नुहोस् सबैजनाले। ल धेरै बुझ्नु भएको छ ल साथीहरूलाई, एकदमै राम्रो छ है। ल सी नै हुन्छ है, किनभने पूर्ण सरसफाइ भनेको त हाम्रो के हो त, पूर्ण सरसफाइ भनेको व्यक्तिगत घरआयसी र वातावरणीय सरसफाइ हो है त। ल 4मा छ वाट आर द 3R प्रिन्सिपल अफ वेस्ट म्यानेजमेन्ट स्ट्यान्ड फर भनेर भनेको छ है। यो कहिले सोधेको त 2081 12 30। यदि कसैले आइडिएममा औद्योगिक क्षेत्र व्यवस्थापनमा दिनुभएको थियो भने अस्ति भर्खरै त्यहाँ चाहिँ सोधेको थियो है। रिकलेक्ट, रिसाइकल, रियुज, रिमुभ, रियुज, रिसाइकल, रिड्युस, रियुज, रिसेल, रिड्युस, रियुज, रिसाइकल के हुन्छ साथीहरू यसको चाहिँ। 4को कमेन्ट गर्नुहोस् है। उमेशजीले डी भन्नुभएको छ, उषाजीले डी भन्नुभएको छ, पूर्णकलाजीले डी, सुनिताजी डी, पप्पुजीले डी, रामकुमारीजीले डी, सरस्वतीजीले डी। ओहो धेरै ल, धेरै राम्रो है साथीहरू। रियुज के अरे रिड्युस, रियुज, रिसाइकल हुन्छ है। यसको विषयमा हामी तल पढ्छौँ, चिन्ता नगर्नुहोस् है। ल ठिक छ, यो धेरै क्वेसनहरू रिपिट भइरहेको हुन्छ, त्यो भएर चाहिँ तपाईँहरूले हेर्नुपर्छ है। ल अब हामी 5 नम्बर जान्छौँ। विच सुटेबल डेभलपमेन्ट गोल एसडिजी इज रिलेटेड टु सेफ सेनिटेसन भनेर भनेको छ साथीहरू। यो प्रश्न चाहिँ कोशी कोशीमा 2080 र हाम्रो चाहिँ औद्योगिक क्षेत्रमा सोधेको छ है त साथीहरू। औद्योगिक क्षेत्रमा पनि सोधेको छ र कोशीमा पनि सोधेको छ है, 80मा। अब तपाईँहरूको छ एसडिजी 1, एसडिजी 3, एसडिजी 6, एसडिजी 12। के हुन्छ एसडिजी 6 भनेर गौतमजीले भन्नुभएको छ, सरस्वतीजीले सी भन्नुभएको छ। ल ल ल ल धेरै राम्रो एन्सरहरू आउँदैछ है साथीहरूको। ल ठिक छ, किनभने दिगो विकासको लक्ष्य अनुसार है, लक्ष्य नम्बर हामीलाई के त 6मा के छ त हाम्रो चाहिँ सरसफाइको विषय, जस्तो सुरक्षित सरसफाइ भनेर भनेको छ होइन। ल अर्कोमा छ 6मा क्लिनिङ अफ ड्रिङ्किङ वाटर सोर्स इन द हुइच क्याटेगोरी अफ सेनिटेसन भनेर भनेको छ। यो चाहिँ 2074 सालमा सोधेको है साथीहरू, खानेपानीमै सोधेको हो, 4th लेभलमा है। एमा पर्सनल सेनिटेसन, बीमा हाउस होल्ड सेनिटेसन, सीमा इन्भाइरोमेन्टल सेनिटेसन, डीमा चाहिँ अल अफ द एबभ छ है। ल 6को सी भन्नुभएको छ, ल सी भन्नुभएको छ, सी भन्नुभएको छ, एकराजीले सी भन्नुभएको छ। ल भेरी गुड। यो हाम्रो के भने जस्तो खानेपानीको स्रोत हुन्छ, खानेपानीको स्रोत हाम्रो चाहिँ सफा गर्नु कुन सरसफाइ अन्तर्गत पर्दछ भनेर सोधेको हो है त 74 सालमा खानेपानीमा। हाम्रो चाहिँ यो के पर्छ त, हाम्रो इन्भाइरोमेन्टल सेनिटेसनभित्र पर्छ भनेर हामीले माथि पढिसक्यौँ अघि नै है त। ल अनि 7मा छ वेन वाज द नेपाल डिक्लेयर्ड अन ओपन डिफिकेसन फ्री नेसन भनेर भनेको छ। यो एकदमै महत्त्वपूर्ण प्रश्न, लुम्बिनीमा सोध्यो, कर्णालीमा सोध्यो, कोशीमा सोध्यो। कहिले कहिले सोध्यो 77, 80, 79मा सोध्यो है। 7को ए भन्नुभएको छ उमेशजीले, अनि गौतमजीले ए भन्नुभएको छ, विमलजीले ए भन्नुभएको छ, उषाजीले ए, सरस्वतीजीले ए। ल ओके साथीहरू, मैले अघि पनि भनेको थिएँ हामीले यो पढिसक्यौँ होइन, 2019 हो है त। ल ठिक छ, 2019 सेप्टेम्बर 30 है। अनि नेपालीमा सोध्यो भने 2076 हाम्रो असोज 13 गते है। ल